हेलो गाइज, आज चाहिँ हामीहरू चाहिँ यतातिर छौँ है। अनि यसपालिको एकादशी चाहिँ हामीहरू यतातिर आएको छौँ अनि बाबुसँग चाहिँ छौँ। अनि यतातिर चाहिँ राम्रो ठाउँ छ। यो ठाउँको नाम चाहिँ तनहु है। अनि यता डिलेगौडा पुल्चोक। अनि हामीहरू चाहिँ एकादशी घुम्न यसो मेला हेर्न आएको थियौँ। अनि यता त बढी मात्रामा भिडभाड छ क्या। अनि गाइजहरू टाढोबाट हेर्ने बित्तिकै अनि माथिबाट आएको हो हामीहरू चाहिँ। अनि हेर्न सक्नुहुन्छ बाबा चाहिँ। अनि यताउता यस्तो मेला छ यसपालिको चाहिँ। अनि अब चाहिँ हामीहरू जान्छौँ। गाइजहरू चाहिँ अनि अलिकति चाहिँ देखेन हौ मैले झुकेर, घाम छ त्यही भएर गाइजहरू। अनि यतातिर चाहिँ अब यहाँ देखाउँछ है तपाईँहरूले चाहिँ क्याम्प अलिकति यहाँ हेर्न सक्नुहुन्छ। यतातिर कति भिडभाड छ। अब यहाँ देख्न सक्नुहुन्छ यहाँ बेच्न राखेको केरा के राखेको हुन्छ, सुन्तला बदाम त्यस्तोहरू राखेकै हुन्छ। अनि हामीहरू चाहिँ अब जान्छौँ। देख्न सक्नुहुन्छ यताउता राम्रो ठाउँ छ। तपाईँहरू पनि आउनु सक्नुहुन्छ होला, तर आउनुभयो कि भएन त्यो त आए। अनि आज यसपालिको भिडियो चाहिँ अलिक थोरै छ, त्यही पनि तपाईँहरू हेर्नु। अनि यो चाहिँ सेती गण्डकी होइन। अनि यो चाहिँ राम्रो ठाउँ हो, देख्न सक्नुहुन्छ यता। चाहिँ यहाँ पुलबाट हेर्नु यस्तो राम्रो भ्यू छ। अनि यता भिडभाड बढी मात्रामा भिडभाड भइन्छ हो आँसुमा गाइजहरू होइन। अनि बाबा देख्न सक्नुहुन्छ यसपालिको। अनि यतातिर चाहिँ खोला यो चाहिँ धर्म उहरू यहाँ यसरी पौडी हेर्छन् उहरूले। अनि यस्तै राम्रो ठाउँ छ। यता पनि पुल छ तर हामीहरू यताबाट आयौँ। अनि यहाँ देख्न सक्नुहुन्छ। अनि राम्रो ठाउँ छ होइन। अनि त्यही भएर तपाईँहरू आउनुभयो कि भएन होला, आउनुभयो भने ठिकै छ, हेरेर जानुभयो होला। यसपालि अलिकति सानो थ्याङ्क यू है।